नमस्ते नमस्कार सबैजनामा फेरि पनि न्यू मिनी भ्लग लिएर आइसकेको छु म। आज चाहिँ हामी दाजुभाइ मिलेर जङ्गलतिर सब्जी खोज्नको लागि जाँदैछु। भन्दा यहाँ चाहिँ चिप्लो रहेछ, म चाहिँ यहाँ हल्का चिप्लेर लडेँ भन्दै हामी चाहिँ आज बाँसको टुसा मतलब यसलाई बाँसको तामा पनि भनिन्छ। हामी चाहिँ बाँसको तामा भाँच्न आज जङ्गलतिर हल्का तपाईहरुकोतिर के भनिन्छ यसलाई कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ तामा भनिन्छ बाँसको। यसको चाहिँ हाम्रोतिर सब्जी अनि अचार बनाउँछ। अचार मतलब यसको मेसो भनिन्छ, मेसो हालिन्छ। अनि म चाहिँ आज सब्जीको लागि सानो सानो टिपेर अनि ठुलो ठुलो चाहिँ मेसोको लागि लाँदैछु। अनि हाम्रो दाइ चाहिँ हेर्नुहोस् यहाँ सानो बच्चा देख्छ, ओहो यता त बच्चा पनि रहेछ भन्दैछन्। अनि हामी चाहिँ यहाँ चाहिँ ठुलो रहेछ, यसको चाहिँ मेसो बनाउन एकदम लाइक रहेछ, लाइक। त्यही भएर मैले ठुलोलाई चाहिँ मेसोको लागि हामीसँग चाहिँ काट्ने नभएर यस्तै हातले यस्तो बोक्रा सबै निकालिदिएको, हात चाहिँ खुट्ली पुरा चिलाउन आँटिरहेको छ। फेरि यो बाँसको तामा चाहिँ पहिलाको बुढोपाकाको उखान नै छ रहेछ। मलाई चाहिँ त्यति थाहा थिएन, पहिला हामीले यतिकै भाँचिरहेको थिएँ। हिजो चाहिँ आज चाहिँ हाम्रो दाइले यस्तो सिधै चाहिँ यस्तो सिङ्गल केटाहरूले भाँच्नु हुँदैन भनेर भन्नुभयो। त्यही भएर यसरी पछाडिबाट लात्तैले हानेर ढाल्नु पनि सकिन्छ भनेर मैले चाहिँ पछाडिबाट पक्का हालेको। अब पहिलेको जमानाको अन्धविश्वास दिलो भन्छन् अहिले त धेरै, तर पनि बुढोपाकाहरूको कुरा त हल्का सुन्नै पर्छ भनेर मैले चाहिँ यसो गरेको। फाइनली मैले चाहिँ रुममा लगिसकेर पनि अब सरसफाइ गर्न थालिसकेँ। अब यो ठुलो ठुलो चाहिँ मेसोको लागि अनि सानो सानो चाहिँ सब्जीको लागि तयार गर्दैछु। तपाईहरुले मेरो भिडियो कहाँबाट हेरिरहेको छ सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला, अनि मेरो फेसबुकमा फलो गरिदिनु होला, अनि युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, अनि मेरो टिकटक आइडीमा पनि फलो गरिदिनु होला। तपाईहरुलाई यो भिडियो सबै ठाउँ मैले पोस्ट गर्नेछ। तपाईहरुले सबै ठाउँमा धेरैभन्दा धेरै माया गरिदिनु होला भन्दै म चाहिँ सब्जीको लागि चाहिँ सानो सानो काटिरहेको छु। यो किन यसरी सानो सानो काटेको भन्दा चाहिँ मलाई चाहिँ यो सानो सानो यो हाम्रो गाउँघरतिर चाहिँ निगाला भन्छ, निगालाको पाइन्छ टुसा। निगाला टुसा चाहिँ सानो सानो हुन्छन्, त्यही भएर मलाई नि यो सानो सानो बनाएर सब्जी खानको लागि एकदम टुसाको हाम्रै गाउँको त्यो निगालाको टुसाको याद दिलाउँछ। त्यही भएर मैले चाहिँ सानो सानो पिस काटेको। भन्दै मैले चाहिँ फाइनली सब्जीलाई चाहिँ काटेर पनि सब्जी तयार गरिसकेँ। अब चाहिँ यो चाहिँ मेसो हाल्नको लागि चाहिँ अलिक मसिनो कटिङ गर्नुपर्छ यसलाई चाहिँ। त्यही भएर म चाहिँ मसिनो कटिङ गर्दैछु। अनि तपाईहरुले खानुभएको छ कि छैन यसको सब्जी चाहिँ मलाई यो मसिनो काटेपछि चाहिँ सेम टु सेम हाम्रो गाउँघरतिर पाइने टुसा निगालाको टुसाको याद दिलाउँछ। त्यही भएर मैले चाहिँ मसिनो काटेर पकाइसक्यो, पाक्दै छ मेरो सब्जी चाहिँ। अनि यता चाहिँ मेसो चाहिँ सानो सानो काटेर मेसो तयार पार्दैछु। तपाईहरुलाई कस्तो लाग्छ अनि तपाईहरुलाई मेसो खान कतिको मन लाग्छ यतातिर सम्पर्क गर्नु होला मेसोको लागि। फाइनली मैले चाहिँ काटिसकेर पनि अब हल्का बेसार चाहिँ यसलाई लगाइन्छ। मैले चाहिँ यसो बेसार लगाएर चाहिँ पुरै मजाले मलेर यसको यसमा चाहिँ मजाले सबै ठाउँ बेसार पुऱ्याएपछि चाहिँ राम्रो हुन्छ। त्यही भएर म चाहिँ बेसार लगाएर पनि बट्टामा लगाइयो। अब चाहिँ बट्टामा लगाउँदा पनि पुरै खाँदी लगाउनुपर्छ यसलाई चाहिँ। त्यही भएर मैले चाहिँ पुरै खाँदी लगाएको। लगाउँदा एक डब्बा त भरिहाल्यो, अनि अब अर्को डब्बा पनि चाहियो। त्यही भएर मैले अर्को डब्बामा 2 डब्बा
मेसो बनाइयो। गाइजहरू तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो? अनि आजको मेरो सब्जी चाहिँ बाँसको तामाको अनि अचार पनि 2 डब्बा हाल्दैछु म चाहिँ। अब 2 डब्बा अचार चाहिँ लगाएर ट्याक्क 2-3 महिना राखेपछि त एकदम खानु लायकको हुन्छ गाइजहरू। अनि मैले चाहिँ अलिक 1 डब्बामा अलिक पुगेन, त्यही भएर बचेको अलिक रहेछ त्यो पनि यो पनि मैले यसमै मिक्स गरेर लगाइयो। फाइनली मेसो चाहिँ मैले 2 डब्बा चाहिँ लगाइयो। अब सब्जी पनि पाक्दैछ। भन्दै तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। भन्दै सब्जी हेरौँ है कस्तो भएछ। ल सब्जी पनि पाकेछ, ल है खान आउनु होला।